कोठामा हामी दुईजना भए गरेर को छ भने त म सुतिसकेपछि प्रदीप होइन के म त्यसपछि जे हुन्छ नि त्यो चाहिँ मलाई थाहा छैन राति राति खाट भुइँचालो हले चाहिँ हलिन पाएन त्यही हो त्यसै भुइँमा अब सुत नि त म किन भुइँमा सुत्नु भुइँ हल्लिँदैन नि त नि खाट हल्ले पनि भुइँ नै हल्लाउन सक्ने त छैन होला छेउमा त तिम्रो तिमी सुत न भुइँमा गएर तिमी भुइँमा सुत्नु पनि भुइँमा अघि मलाई भैँसी भइसक्यो के थाहा भुइँ पनि हल्लिन्छ कि भुइँ पनि हल्लिन्छ कि भैँसी कहिले भइसक्यो भने मैले मोटी मोटी भनिरहेको छु नि हल्यो भने त हलिहाल्यो नि खै के भन्नु तिमीलाई मैले बेबी भन न बेबी बेबी भन्यो भने बेबी भन न म कपाल मिलाइहाल्छु ल मिलाउ त म बेबी हुन्छ तिमी कपाल मिलाउ त भन न बेबी हजुर कपाल मात्र मिलाउ भने अब हजुर कसले भन भने बेबी भन् भनेपछि नि हजुर भन्नु पर्यो नि त नि कपाल मिलाउ कपाल टक्क यस्तो कि पछाडि के कपालले डिस्टर्ब हुन्छ नि त अहिले एकछिनमा पछाडि लगेर चाहिँ के गर्ने सोच्छ यसरी गरेर चाहिँ के सोच्छ ल भन त ल यसरी यसरी एउटा गीत सुनाइ मसाज थाहा छैन ल म खतरा मसाज गरिदिन्छु नि एउटा गीत सुनाइ थाहा छैन म खतरा मसाज नताना नताना चुल्ठी मेरो नताना भन्ने थाहा छ कि थाहा छैन गीत मैले त्यही भएर मेरो कपाल पछाडि पछाडि लैजा भने हो कस्तो कस्तो गीत सुनेछ नि मैले भन्थे कि तिमी बोका छौ भनेर अरे आउँछु सपनीमा कुरिराख है भने सुनेछ अनि त्यो भएर मनको ढोका खोली पर्खिराख है भने सुनेछ नि त्यही भए ए आउ न मसाज गरिदिन्छु मैले खाट तिम्रो सोच छ छडा अनि मसाज गरिदिन्छु होइन म त डली छु के अरे घिर्सी नै पुग्छु ल खै कतिको मसाज गर्दो रहेछ ल नगर गनेर रहेछ होइन मजा आयो तिमी चाहिँ गनेर हाल नि बरु मजा आयो कि आएन भने त्यो क्याउ 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 गरेर मजा आउँछ अलि बेसरी गर न मजा आउने कुरा त नि भोलि यताउता हुनु भएन भन्ने मात्र कुरा हो कि हुँदैन त्यही त भोलि गएर फेरि मलाई यस्तो गऱ्यो उस्तो गऱ्यो भन्नु पाउँदैन मजा त फेरि हेर न काटकुट लाग्यो 24 घन्टा होइन 48 घन्टा थुन्दै भयो हुन्थ्यो जस्तो लागिरहेको छ अहिले फेरि अँ यो मोबाइल सोबाइल चलाउने काम होइन चाहिँ खासमा बल्ल अहिले बल्ल डिरेक्टर सर ठिक लाग्यो कि अस्ति पनि थुक्नु भयो तिमीलाई पाएँ आज मैले थुक्न पाउँछु जस्तो लागिरहेछ मलाई है त्यही त मोबाइल सोबाइल चलाउने काम होइन यो बरु आज के अरे यो नखोलोस् है तिमीले मलाई अहिले नै अत्ताउला जस्तो खोलोस् तर होइन सही गर्नुभयो डिरेक्टर सरले जाउँ त एकचोटि खुट्टा ढोकेर हो त्यो पख त्यो पनि हुन्थ्यो अरू भन्दा नि खै त कान